यो दृश्य चाहिँ नारायणथान बुढा नीलकण्ठको हो। यहाँको मौसम चाहिँ यतिखेर साह्रै नै अहिले चाहिँ अलिअलि उज्यालो भएको छ। अघि चाहिँ पुरै अँध्यारो थियो होइन, पानी परिरहेछ बाहिर। म चाहिँ गाडी चलाइरहेको छु। मेरो गाडी चाहिँ यो एमजीको इलेक्ट्रिक गाडी हो होइन। मजाले ठिकै छ भनौँ। अब अरू गाडीभन्दा चाहिँ मलाई यो नै ठिक लागेको छ। गाडी चलाउन पनि सेफ्टी पनि। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला, सल्लाह सुझाव दिनुहोला। नेपालमा चाहिँ खासै गाडी चलाउनलाई चाहिँ प्राय कसैले पनि ट्राफिक नियम चाहिँ पालना गरेर चलाउँदैनन् क्या। कहिलेकाहीँ त मैले पनि उल्लङ्घन गरे हुन्छु होइन। जता पायो त्यतैबाट ओभरटेक गरिदिने होइन। उता मान्छे रोड क्रस गर्न लागेको छ, जेब्रा क्रसिङबाट रोड क्रस गर्न लागेको छ मान्छे, आफूले यता रोकेर बसेको छ भने नि पछाडि बसेर हर्न बजाउने अनेक हुन्छन्। गाडी उकालोमा छ भने पनि पेलेर गइदिने होइन। ओह्रालोबाट उकालो जान लागेको गाडीलाई त ओह्रालो झर्ने गाडीले साइड दिने हो नि त उकालो जानेलाई, उकालो आउँदै गरेकोलाई। तर यहाँ चाहिँ जति सक्दो पेलै गर्छन्। त्यो उकालोमा बसोस्, क्लच प्लेट ढुट्टो होस्, गाडी बगेर कहाँ पुगोस् ठोक्कोस्, त्यो मतलबै छैन। पेल्न पाएपछि पेलै हुन्। कसैले पनि राम्रोसँग जान दिने। 1 सेकेन्ड ढिला भएर के हुन्छ, 1 मिनट ढिला भएर के हुन्छ होइन। तर यहाँ चाहिँ त्यस्तो छैन। बरु 1 सेकेन्ड छिटै गरौँ, पेलौँ। त्यो कति न गुले च्यापे जस्तरी कुदिहाल्छन्, त्यो कटुमै फुस्काउँला जस्तरी। गाडीहरू पनि जहाँ पायो त्यहीँ रोकिदिन्छन् होइन, मतलबै छैन क्या। पछाडि बसेर हर्न बजाउन थालिसक्यो। अगाडि गाडी छ, बाटो छैन, अनि पछाडि आगोलाई हतार भइसक्यो, टुवा टुवा गर्न थाल्छ। कहाँ चाहिँ पुग्नलाई कुद्न पर्ने होला, यस्तो कहाँ चाहिँ पुग्नलाई होला। गाडी आइरहेको छ, बाटो छैन। बाटो भएपछि साइड दिँदैन मान्छेले। म यता जान लागेको छु होइन, लेफ्ट साइडको साइलाइट बालेको छु, त्यतैबाट ओभरटेक गर्न आइपुग्छ फेरि। अनि छुस्स छोयो भने हेरेर चलाउन सक्दैनस् भन्छ देशका आवाज। हेरेर चलाउनलाई चाहिँ साइड लाइट बालेको के गर्नु, झगडा गर्न आउँछन् हौ। लखरक हिँड्यो जिन्दगी। दिनभरि गाडी चलायो, बेलुका भएपछि लहरै ट्याक घर जानुपर्छ। के गर्ने हजुर, अर्काको ड्युटी गाह्रो छ। फेरि यो ठेउगाले अघि रोकिरहेको थियो। सधैँभरि आउने जाने मान्छेलाई नि कहाँ जानु लाग्यो, के गर्नु लाग्यो। बिचरा नयाँ रहेछ, मेरो लाइसेन्स देखाउनु भन्छ। गाह्रो छ हौ, जिन्दगी गाह्रो छ भन्यो दिन कटायो। मानव पचायो दिन कटायो भन्ने जस्तै भइरहेछ मेरो। ठ्याक्क मेरो चाहिँ अब जक्सन आइपुग्न लाग्यो। फेरि अब अर्को भिडियोमा भेटौँला।
के कस्तो लाग्छ कमेन्ट गर्नु होला, सल्लाह सुझाव दिनु होला है त। झ्याप ब्रेक लाग्यो भने जस्तो बोल मेरो चाहिँ यहीँसम्म हो।